राजाको सुकुटी यो मैले 1 घण्टा पानीमा भिजाएर यसरी राखेँ। यो लसुन, यो अदरक, यो मसला चाहिँ मैले अस्ति भर्खर बनाएको थिएँ अनि त्यसको बचेको थियो, त्यही मसला छ। यो भिनेगर और यो ब्ल्याक पेपर, मरिच। मसलामा चाहिँ मैले ज्वानो, मेथी, कालो जिरा, धनिया, सोप बनाएर बनाएको छु। अब बनाऊँ है त। मैले कराई बसालिसकेँ र अब थोरै तेल हालेर अब अघि नैको जिन्जरलाई यसमा फ्राई गर्ने। एकछिन डिप फ्राई रातो हुन्जेलसम्म। अब यतिको रातो भइसकेपछि अब यसलाई निकाल्दिने। जिन्जर फ्राई गरेको तेलमा फेरि लसुनलाई पनि त्यसैमा राखेर फ्राई गरिदिने। यसलाई पनि एकछिन रातो हुँदासम्म। यतिको रातो भइसकेपछि यसलाई निकालेर एउटा भाँडामा राख्ने। तेलमा अघि नैको राजाको सुकुटी राख्ने र एकछिन फ्राई गर्ने है त। चलाएर फ्राई हुन दिने एकछिन। अब यसलाई यतिकै एकछिन फ्राई हुन दिउँ है त। पिरा लाग्न नदिने र अल्टाइ पल्टाइ गर्नु नि पर्छ है। अब यतिको भएपछि यसमा हामीले नुन हाल्छौँ। आफूलाई स्वाद अनुसार नुन हाल्छौँ, आफ्नो स्वाद अनुसार। यसमा बेसार पनि हाल्छौँ। हामी यसलाई उल्टाइ पुल्टाइ गर्छौँ राम्ररी। अब यसमा हामीले अघि नै फ्राई गरेको गार्लिक, अदरक, यो मसला चाहिँ थोरै हुन्छ यसमा, मसँग थोरै रहेछ अनि त्यसैको मात्र बनाएँ। अहिले नपुग्यो भने फेरि पछि फ्राई गरेर मैले हाल्छु यसमा। गार्लिक र जिन्जरलाई फेरि यसमा उल्टाइ पुल्टाइ गरिसकेँ र यसलाई एकछिन यत्तिकै छोडिदिन्छु। त्यसपछि अघि पिनेको मसलाहरू राख्छु। अब यसमा मैले अघि नैको मसलाहरू राख्छु। यसमा चिली फ्लेक्स पनि पिनेको छ है, मैले भन्न बिर्सेछु अघि भिडियोमा। अब यसलाई राम्ररी मसला भित्रभित्र पस्न जाने गरेर चलाएर एकछिन छोडिदिने मिडियम लो हिटमा। अब यसलाई मिडियम हिटमा छोडिदिने। अघि नै त मैले हल्का मरिचको धुलो राख्न भुलेछु। यसले हल्का टेस्ट राम्रो मिठो गराइदिन्छ। यसलाई हामीले भिनेगर राख्छौँ। कतिको अमिलो खानुहुन्छ? भिनेगर राखेपछि यसलाई यसरी चलाइदिएर एकछिन अमिलो पस्न दिने है। बेला बेलामा यसरी अल्टाइ पल्टाइ सबैतिर भिनेगर मसला लाग्ने गरेर बेला बेलामा अल्टाइ पल्टाइ गर्नुपर्छ। ल अब हाम्रो सुकुटी रेडी भयो। त्यही त अब भइसक्यो र यो थोरै मैले मेरो हस्बेन्डलाई टेस्ट गराउँछु कस्तो भयो। हाम्रो सुकुटी अब रेडी हुन लाग्यो। अच्छा
है त रेडी भयो हाम्रो अचार। ल मेरो हस्बेन्डलाई टेस्ट गर्न दिन्छु। टेस्ट गर्न दिउँ है त कस्तो भन्नुहुन्छ उहाँले। लुम क्यासा हो राय पोलिए कस्तो छ? मिठो छ। ठिक छ मदन? खै स्मेल दिउँ न त फेरि टक्क